यता सबै माछा पुरै यसरी। हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो यो मिस्टर चिम ब्लगमा। सो आज चाहिँ हामी यो कैलाशगिरी देखेको छ नि, यो कैलाशगिरी माथि चाहिँ हामी जान लागेको है। म तपाईँहरूलाई यसको माथि गएर पनि सबै म देखाउँछु वहाँ माथिको दृश्य कस्तो छ भनेर है। मेरो लागि बनिराख्ने कार्य है। म चाहिँ अहिले जाँदैछु त्यतै है, तपाईँहरू भिडियोमा बनिराख्नु होला ल। अब हामी उता माथि पुगेपछि तपाईँहरूलाई दृश्य देखाउँछ है। सो साथीहरू, फाइनली म यसको माथि जाने ठाउँमा आइसकेको छु है। कैलाशगिरी चाहिँ यहीँबाट माथि जाइन्छ है, यहीँदेखि माथि गइन्छ है। म चाहिँ रोपवेबाट जाने छुइनँ है, रोपवेबाट चाहिँ म जाँदिनँ। म चाहिँ यताबाट सिँढीबाटै जाने, किनभने सबै सिँढीबाट नजारा देखाउने छु तपाईँहरू सबैलाई म है। यहाँ चाहिँ रोपवेको तलबाट जान्छौँ हामी है ल। यहाँ हेर्न सक्नुहुनेछ, यहाँ चाहिँ पुरै रोपवेहरू, टिकट काउन्टर पनि यही छ, टिकट काउन्टर यही छ, रोपवे माथि यही छ। नहीं 10 रुपये। अब पहिला जानुलाई 10 रुपियाँ टिकट भनिन्छ, 10 रुपियाँ टिकट लिनु पर्यो है। सो साथीहरू, म चाहिँ 10 रुपियाँको टिकट लिइसक्यो पैदल जानेर। यहाँ पैदल जाने मान्छेसँग जानुलाई 10 रुपियाँ टिकट लाग्छ है। अनि मेरो माथि चाहिँ के रोपवेहरू छ है, यहाँ हेर्न सक्नुहुन्छ। हेलो साथीहरू, सो फाइनली म चाहिँ अलि माथिसम्म आइसकेको छु। अहिले भर्खर तपाईँले देख्नुभयो कि यहाँसम्म आउनुलाई पनि माथि जानुको लागि 10 रुपियाँ टिकट लाग्ने छ। र मेरो पछाडिको दृश्य हेर्न सक्नुहुन्छ तपाईँहरू है, यस्तो छ। अझै यहाँ माथि यस्तरी घुमेर माथिसम्म जानुपर्छ। यहाँ चाहिँ पुरै रोपवेहरू आइरहेको छ है, यहाँनिर पैदल जान्छ ल। अनि मेरो पछाडिको तलको दृश्यहरू चाहिँ यस्तो देखिन्छ। हेर्नुहोस् है साथी, यसो देखिन्छ रोपवेमा मान्छे छैन आजभोलि, मान्छे नि। यो चाहिँ यताको नजाको दृश्य हो। अझै माथिबाट अझै झन् मजाको दृश्य देखिन्छ है। मेरो माथि पनि भर्खर गयो रोपवे है। अब म चाहिँ माथि चढ्न जाँदैछु। गर्मी पनि यति गर्मी छ नि, आमामा हो, खतरा गर्मी छ नि, खतरा गर्मी छ रातिर आमामा। यहाँ पुरै जङ्गल छ, जङ्गलको बिचमा पुरै सिँढी छ, सिँढीको बिचमा म छ। सो साथीहरू, आज तपाईँहरूलाई म कैलाशगिरी माथिको पुरै नजारा म देखाउँछु। इन्ट्रेस्टिङ पाराले हेर्नु होला मेरो भिडियो है, मेरो भिडियो बनिराख्नु है। अब यहाँ आधासम्म त चढिसक्यो, अब तपाईँलाई म एकैचोटि माथिको नजारा देखाउँछु है। सो भिडियो बनिराख्नु होला है। सो साथीहरू, तपाईँ हेर्न सक्नुहुन्छ मेरो पुरै पसिनाले हालत पम्चर भइसकेको छ है। गर्मी यति धेरै छ कि अब अझै माथिसम्म जान्छ। आधा बाटो पनि आइसकेको छु, आधा बाटो आएर पुरै हालत पम्चर भइसक्यो मेरो पसिनाले। हेर्नुहोस् यहाँ पसिना पुरै पसिनाले लुच्चुको भिजिसक्यो है। अझै माथिसम्म जानु छ हामीलाई है। अब भिडियोमा पनि त बनिराख्नु, तपाईँहरूलाई म सबै देखाउने छु माथि कैलाशगिरीको नजारा है। सो यहाँ नि अझै माथिसम्म चढ्न जान्छ। यहाँ घुमेर यहाँ चाहिँ चट्टै यसो बस्ने एरिया छ, तर म चाहिँ बस्दिनँ है। माथिसम्म पुरै यसो घुम्ने एरिया छ कि, घुम्ने एरिया चाहिँ मेरो चाहिँ हालत यहाँ पम्चर पुरै तुरुत भइसकेको छु। यहाँको सिँढी चढ्दाखेरि हाम्रो त त्यो स्वयम्भू डाँडाको चढ्छ नि सिँढी, सेम त्यस्तै सिँढी चढेको जस्तो याद आउँछ मलाई त। त्यहाँको स्वयम्भू डाँडाको चढ्नु र यहाँको चढ्नु एउटै हो। सानो खुर्किला टप माथि है।
मेरो अझै भिडियो पनि राख्नु, अझै तपाईँलाई म देखाउनेछु है। थाकेँ म, लास्ट थाकेँ यार साथी, थाकेँ म, अति थाकेँ। बल्ल बल्ल फाइनली हामी चाहिँ यता मेन रोडमा आइपुगेछौँ है। हामी पुरै मेन रोडमा आइसक्यो। यहाँ पछाडिको चाहिँ यो चाहिँ मेन रोड हो। यो मेन रोड भएर यसरी घुमेर सिधै जानुपर्ने हुन्छ माथि है। फाइनल हामी चाहिँ पुरै यहाँ माथिसम्म पुरै तल यसरी घुमेर, यसरी पुरै घुमेर तल घुमेर यहाँदेखि तल आएर यसरी घुमेर यहाँ फाइनली म चाहिँ मेन रोडमा आइसकेको छु। म चाहिँ अहिले पुरै थाकेर पसिना भएर पुरै हालत बन्द भइसकेको छ। एकछिन आराम गरेको मैले, अब एकछिन आराम गरेर अनि पछि फेरि माथि जाउँला है साथीहरू। हेर्नुहोस्, तपाईँहरूको लागि यत्रो स्ट्रगल गरिरहेको छु, मिहिनेत गरिरहेको छु। कमसेकम एउटा लाइक र प्यारो कमेन्ट गरिदिनु होला प्लिज है। जो नयाँ भ्युवर छ, जो नयाँ साथी छ मेरो भिडियोले हेरिराख्नु भएको, उसले चाहिँ कृपया प्लिज मलाई सब्सक्राइब गरिदिनु होला है। ल अब भिडियोलाई आज यहीँ पुस गरिदिउँ। अब तपाईँलाई माथिसम्म गएको नजारा देखाउँछु म हस्। सो हेलो साथीहरू, फाइनली म चाहिँ कैलाशगिरीको एन्ट्री गेटमा पुगिसकेको छु। सो हेर्न सक्नुहुनेछ तपाईँहरू, यो चाहिँ हो कैलाशगिरीको एन्ट्री गेट है। यस्तो हुन्छ कैलाशगिरीको एन्ट्री गेट। अब तपाईँहरूलाई भित्रको यो सब भित्रको पनि नजाराहरू म तपाईँलाई म देखाउँछु है। यसको वरिपरिको नजाराहरू यस्तो छ है। बसहरू पनि जाने गर्छ यहाँ। यहाँ साइडमा पार्किङहरू छ थुप्रै। यहाँ पार्किङहरू छ, यहाँ कार पार्किङहरूको पनि व्यवस्था पनि छ है। अब यताबाट चाहिँ कस्तो दामी भ्यू देखिन्थ्यो तपाईँहरूलाई। अब यता बन्द रहेछ बाटो, म तपाईँहरूलाई म भित्र गएर देखाउँछु है। ल भिडियो बनिराख्नुलाई सब यस्तो चाहिँ कैलाशगिरीको यहाँ चाहिँ 3D 9D 4D हेर्न सक्नुहुनेछ। पुरै लाग्छ कि सब यस्तै के 3D 9D के। ल सो म चाहिँ भित्र आइसकेको छु है। कैलाशगिरीको भित्र आइसकेको छु। अब तपाईँहरूलाई पनि बिस्तारै बिस्तारै म सब यहाँको नजाराहरू भ्यूहरू म देखाउने छु है। मेरो भिडियोमा बनिराख्नु होला है। यहाँ चाहिँ अब बच्चाहरू खेल्ने ठाउँहरू पनि पुरै यसरी मजाले मिलाइराखेको हुन्छ है। यहाँ त के छ, यहाँ त हल्का मान्छेहरू पब्लिकहरूको ठाउँहरू छ है। साउन्डहरू पनि ट्रेनको पट्टी पनि छ साथीहरू। यताबाट चाहिँ तपाईँको ट्रेन पट्टी छ है। यो ट्रेन पट्टीमा चाहिँ तपाईँ चढे पनि ठाउँको नजाराहरू घुम्न सक्नुहुनेछ। ल हेर्नुहोस्, यो चाहिँ हो हाम्रो कैलाशगिरीको नजारा। अझै भित्र पनि छ है। यहाँ पार्कहरू राखेको छ साइडमा चट्ट भनौँ न। एउटा पार्क जस्तै हो। पाहाडमा थुप्रै पाहाड जस्तै हो है पुरै। अनि पाहाड हो। अब यस्तो पाहाडमा चट्ट सबै कुरा थोकहरू के मिलेर चट्ट मूर्ति कैलाशगिरीको शिवजी र पार्वतीको मूर्ति छ दुईवटा के ठुलो। शिवजी पार्वतीको मूर्तिको ठुलो छ। अनि त्यसलाई घुम्नको लागि चट्ट मान्छेहरू आउने गर्छन् है। तपाईँलाई पहिला यहाँ अगाडिदेखि चाहिँ यसरी घुमेर तपाईँहरूलाई देखाउँछु पुरै नजारा है। यहाँ पनि अझै बन्दैछ, ढुङ्गा बन्दैछ। घोडसवार पनि गर्न सक्नुहुनेछ तपाईँहरू। अब अगाडि चाहिँ हामी तपाईँहरूलाई देखाउँछु कैलाशगिरीको नजारा है। अगाडि चाहिँ कैलाशगिरीको शिवजी र पार्वतीको मूर्ति छ है। तपाईँहरूलाई म देखाउँछु गएर ल। साथै उहाँसम्म मलाई यस्तो पसिना आएन, आमा गर्मी यति छ नि, तर पनि म गर्मीको केयर नगरिकन तपाईँहरूको लागि यस्तो राम्रो भिडियो र ठाउँहरूको नजारा भ्यूहरू देखाउनको लागि आएको छु म है। ल ल
फाइनली हामी चाहिँ मेन पोइन्टमा पुगिसकेको छौँ है। यही हो तपाईँको हाम्रो यो इन्डियाको वैजाग विशाखापट्टनमको मोस्ट पपुलर फेमस एरिया कैलाशगिरी है। यही हेर्न सक्नुहुनेछ, यही हो हाम्रो कैलाशगिरीको। तपाईँले देखेर नजिकबाट क्लियर देखाउँछु म है। यही हो हाम्रो कैलाशगिरीको जुन नजारा है। यही हो अब तपाईँहरू अगाडिदेखि चाहिँ देखाउँछु भ्यू चाहिँ तपाईँहरूलाई है। यहाँ चाहिँ स्केच पनि बन्ने गर्छ कि यतातिर स्केच, यता चाहिँ स्केच पनि बनाउनु गर्छ, तर आज चाहिँ नरहेछ है स्केच बनाउने मान्छेहरू चाहिँ। यहाँदेखि चाहिँ यस्तै देखिन्छ है भ्यू नजाराहरू तपाईँको। ल माथिदेखि चाहिँ यसरी भ्यू नजारा भ्यू देखिन्छ है। के तपाईँहरू देखिन्छ यसमा। यहाँबाट चाहिँ के देखिन सकिन्छ तपाईँहरू सब यहाँ लेखा हुन्छ है। एमके गोल्ड कस्ट, प्यानोरामा हिल्स, गीता मेडिकल कलेज, आइटी हिल्स, ऋषिकोण्डा, रेडिसन ब्लू रिसोर्ट, यसको टेम्पल, सागरनगर। यहाँबाट तपाईँले देखिन सक्नुहुन्छ के देखिन्छ नजारा भ्यू चाहिँ के देखिन्छ त्यो सब त्यसमा हुन्छ क्या। ए हो यहाँबाट चाहिँ नजारा यस्तै देखिन्छ है साथै। ल वहाँ चाहिँ रोपवेहरू सब गर्ने चिज। तपाईँहरूले चाहिँ अब पछाडिको नजारा चाहिँ देखिसक्नु भएको छ है। अब अगाडि पनि छ तपाईँहरूको हेर्ने नजारा। कति देखाउनु यति ठुलो छ कि एरिया यति ठुलो छ नि तपाईँहरूलाई त्यो एकचोटि हेर्न यो नजारा हेर्नको लागि तपाईँलाई भ्याउँदै पाउँदैन। यस्तै यहाँ चाहिँ तपाईँ साइक्लिङहरू गर्ने छ क्या, यसका साइक्लिङहरू गर्ने छ यहाँ सबै। यो चाहिँ शिव पार्वतीको मन्दिर है। यहाँ चाहिँ साइक्लिङ, जिप लाइन है, टिकटहरू पनि यहाँ देख्न सक्नुहुन्छ। टिकट चाहिँ कति छ, टिकट चाहिँ यहाँ छ है। जिप लाइन, साइक्लिङ, यहाँ चाहिँ तपाईँको टिकट फ्री छ। यहाँ रप कोर्स 150, जिप लाइन 350, स्काई साइक्लिङ 350, जिप लाइन स्काई साइक्लिङ सब टिकट यहाँ छ है। साइक्लिङ छ त्यहाँ चाहिँ। जिप लाइनहरू चाहिँ यहाँ पुरै छ यसरी। ओहो यहाँ चाहिँ अझै थप अझै केही कुरा खेल्ने कुराहरू राखेको छ भाइ, यहाँ पहिला थिएन।